नमस्कार। हामी यस मकवानपुर जिल्ला छतिवन गाविस वडा नम्बर 7 मा स्थित सीमात माई महिला सामुदायिक वन उपभोक्ता समितिको प्राङ्गणमा छौँ। यतिखेर यो हरियाली सुन्दर बगैँचा छ। यहाँ हरिया वनस्पतिहरू देखिन्छ, बाँसका रुखहरू टन्न छन्। यहाँ कुलो बगिरहेको छ। घट्टमा चाहिँ भारी पिनिन्छ यो कुलोको माध्यमबाट भने यहाँ अनेक थरीका बोट बिरुवाहरू पनि रोपिएका छन्, जसको माध्यमबाट यो क्षेत्रलाई सीमात माई महिला सामुदायिक वन उपभोक्ता समितिले साँच्चीकै वन बनाएको छ, सुन्दर बनाएको छ। यो डकुमेन्ट्री हामी बनाउँदैछौँ र यतिखेर यो डकुमेन्ट्री बनाउने क्रममा हामी यसैको प्राङ्गणमा छौँ। मैले अघि नै पनि भनिहालेँ र यस सीमात माई महिला सामुदायिक वन उपभोक्ता समितिको जब स्थापना भयो त्यसपछि महिलाहरूबीच एकता हुनुपर्छ, सामञ्जस्यता हुनुपर्छ भन्ने सन्देश पनि यसले सँगसँगै दिएको छ। र सामुदायिक वन समिति जसरी यस ठाउँमा स्थापना भयो र यहाँका महिलाहरूलाई एकताबद्ध गर्ने काम गरियो, त्यस सँगसँगै यस क्षेत्रलाई बाढी पहिरोले कटान गर्ने त्यति ठुलो भयानक समस्याबाट यस क्षेत्रलाई बिल्कुल सुरक्षित गरेको छ। तपाईहरु देख्न सक्नुहुन्छ यहाँबाट खोला बगिरहेको थियो केही समय अगाडि भने अहिले यस क्षेत्रमा चाहिँ हरियाली भएको छ। यहाँ खोला पस्ने सम्भावना अब बिस्तारै न्यून हुँदै गइरहेको कुरा पनि वास्तविक कुरा हो। यहाँका सर्वसाधारणहरूबाट पनि हामीले त्यो रायहरू बुझ्छौँ, अझै पनि बुझ्दै जानेछौँ। त्यस सँगसँगै यस सीमात माई सामुदायिक वन उपभोक्ता समितिले आफ्नो बिल्कुल छुट्टै भवन निर्माण गरेर त्यस सँगसँगै आफ्नो कामलाई अगाडि बढाउने योजना बनाएको छ। र यहाँ केही समय अगाडि केही भवन पनि बनेको कुरा हामीले सुनेका थियौँ र त्यो भवन वास्तवमा अहिले जीर्ण भएर भत्किसकेको छ भने अर्को भवन निर्माणाधीन अवस्थामा छ भन्ने कुरा हामीले सुनेका छौँ। यसरी यो प्रकृति सुन्दर रमाइलो बिल्कुल छुट्टै चाहिँ एउटा रौनक प्रदान गर्ने मौसम छ यहाँ चाहिँ बिल्कुल कति न्यानो छ। यो गर्मी महिनामा बिल्कुल चिसो आनन्ददायक ठाउँ पनि भएको छ। यो बाँस छ, हरियाली छ, सुन्दर मनोहर छ। तसर्थ पनि यो बिल्कुल एउटा अनेकतामा एकता हैन, अविविधतामा विविधता भने जस्तै भएको छ। र पनि यसको मर्मत संरक्षणको अभावमा यसरी चाहिँ झारपात बुट्यानहरू फालिनाले बाँस कटनी गरेर संरक्षण नगर्नाले यहाँको अवस्था भने जीर्ण बन्दै गइरहेको कुरालाई नकार्न सकिँदैन। त्यसैगरी यस क्षेत्रको बारेमा हामी थोरै एउटा सानो डकुमेन्ट्री मात्र बनाउन गइरहेको कारणले गर्दा यहाँको स्थानीय बासिन्दा उपेन्द्र अरियाललाई हामीले केही कुरा सोध्न गइरहेका छौँ। स्वागत छ यहाँलाई हाम्रो कार्यक्रममा। धन्यवाद। तपाईँ यहाँको स्थानीय बासिन्दा हुनुहुन्छ भनेपछि यस नर्सरीको स्थापना कहिले भयो यहाँलाई थाहा? यहाँलाई थाहा भएछ यहाँ 2047 सालमा मीरा भट्टराईको अध्यक्षतामा चाहिँ यो नर्सरीको स्थापना भएको हो। यो सीमात माई महिला सामुदायिक वन उपभोक्ता समितिको स्थापना 2047 सालमा भएको भनेपछि त्यतिखेर यहाँ जन्मिसक्नु भएको थिएन? जन्मिसकेको थिएँ म। कति 47 कि 57? 57 सालमा। हो, 57 सालमा। पक्कै पनि 57 सालमा स्थापना भएको यस नर्सरीका बिरुवाहरू अहिले यति ठुला भयानक एउटा घर बन्न सक्ने सम्मका बिरुवाहरू यहाँ उत्पादन भइसकेका छन् भने यहाँका बाँसहरू त पर्याप्त छँदैछन्। यसको संरक्षण, यसको प्रवर्धन र यो स्थापनाको मुख्य उद्देश्य के हो? किन स्थापना गरियो? यसको उद्देश्य भनेको चाहिँ यसलाई हराभरा राख्ने र यहाँ भएका बिरुवाहरूलाई जोगाउने र यसबाट आफ्नो आम्दानीको स्रोत बनाउनको लागि चाहिँ यसको स्थापना गरेको। आम्दानीको स्रोत समेत यसले वृद्धि गर्छ भन्नुभयो भनेपछि यहाँको काठ दाउराहरू बिक्री गरिन्छ, बाँसहरू बिक्री गरेर यहाँ आम्दानीको स्रोत छ र यो सञ्चालन भइराखेको छ। यसको मुख्य उद्देश्य खोला रोकथाम गर्नु पनि हो। हजुर, अहिलेको यो ग्लोबलाइजेसन र चाहिँ मौसम परिवर्तनको रूपमा विश्वव्यापी रूपमा चिन्ताको विषय बनिरहेको क्रममा यो एउटा छुट्टै वन स्थापना हुनु बिल्कुल हामी सबैको लागि महत्त्वपूर्ण, सन्देशमूलक र प्रभावकारी समाचार, विश्व समुदायका मानिसहरू बीच खुसीको खबर हुन सक्छ। यो हामीले यो कुराहरूलाई थपत राख्दै तपाईँसँग केही कुराहरू गर्न चाहन्छौँ। वास्तवमा अहिले हामीले तत्काल के देख्यौँ भने भवन पनि आधिकारिक रूपमा छैन, लथालिङ्ग छ। पहिलाको भवन पनि भत्किसकेको अवस्था छ भने यहाँका बुट्यानहरू पनि सफा नगरिएको, झाडी भएको, बाँस काटेर फ्याँकिएको यस्तो अवस्था। अनि यहाँको चाहिँ यो जुन नहर छ पानीको घटेकुलो यो पनि राम्रोसँग प्रवर्धन नभएको स्थिति छ भनेपछि यसको संरक्षण नहुनुको वर्तमान कारण के हो जस्तो लाग्छ? मलाई चाहिँ के हो भन्दाखेरि यसको मुख्य कारण भनेको चाहिँ यहाँका मान्छेहरूले अलिकति घाँस उत्तर गर्नेहरूले चाहिँ विशेष यो यसलाई संरक्षण गर्नु नहुने रहेछ भन्ने सोचाइ जस्तो लाग्यो। किन भन्दाखेरि यहाँ जति घाँस काटिन्छ त्यसलाई चाहिँ अलि यसलाई कस्तो भन्दाखेरि अब यसलाई चाहिँ यहाँ काटेर अब यो फाल्ने ठाउँ नभएर पनि होला। अनि त्यस कारणले गर्दा यसको
त्यसै कारणले पनि मान्छेको अलिकति लापरवाही प्रवृत्ति भएर पनि यसको अलि यो यस्तो भएको हो जस्तो लाग्छ मलाई चाहिँ। भनेपछि यसको प्रवर्धन गर्ने संरक्षण गर्नको लागि अहिलेको वर्तमान कार्य समितिले कुनै योजना कार्यनीति अथवा कुनै किसिमको रणनीति बनाएको छ भन्ने यहाँलाई लाग्दैन? मलाई त्यस्तो मलाई खास लाग्दैन। त्यसो छैन? छैन। भनेपछि अहिलेको समिति अलिकति निष्क्रिय नै भएको छ। राम्रो समाचार दिनुभयो। त्यसै गरी यो समितिलाई अबको दिनमा र अहिलेको यस समितिका वर्तमान अध्यक्ष को हुनुहुन्छ? अहिले यसको वर्तमान अध्यक्ष चाहिँ चन्द्रमाया बल हुनुहुन्छ। चन्द्रमाया बलको घर चाहिँ कहाँ पर्छ? यो यता पर्छ, यता भनेपछि यो तिनतले साइड। हजुर, बिल्कुल पक्कै पनि यो मकवानपुर जिल्लाको सदरमुकाम हेटौडाबाट मात्र 22-24 किलोमिटर टाढा रहेर पनि विकासको क्रममा निकै द्रुतता रूपमा अगाडि बढिरहेको छतिवन मकवानपुर जिल्लाकै सबैभन्दा ठुलो क्षेत्रफल भएको गाविस छतिवन, सबैभन्दा धेरै जनसङ्ख्या रहेको गाविस छतिवन, बिल्कुल धेरै अनेकतामा एकता होइन, त्यस्तै धेरै विशेषताहरूले परिपूर्ण छ छतिवन। र पनि यहाँको संरक्षण, यहाँको रेखदेख, यहाँ विकासका क्रमहरू कार्यक्रम जति आउँछन् ती बिल्कुल अलिकति बिग्रिएर गए जस्तो, सम्पन्न नभए जस्तो, अधुरा भए जस्तो प्रवृत्ति हावी छ। मुलुकमा राज्य सञ्चालन गर्ने तहदेखि नै भएको भ्रष्टाचार व्यावहारिक रूपमा गाउँसम्म आइपुगेको छ, छताछुल्ल भएको छ। त्यसले पनि बिल्कुल हामीमा यो नैराश्यतापन सिर्जना गरेको छ। भनेपछि यहाँको समितिलाई अब सक्रिय गराउनको लागि यहाँ जस्ता युवाहरू जो स्कुल र कलेजमा पढिरहनु भएको छ, यहाँहरूको चाहिँ भूमिका के हुन सक्छ? अब यो हाम्रो के हुन्छ भन्दाखेरि यसलाई पहिला यहाँ के थियो भन्दाखेरि यहाँ धेरै मान्छेहरू पिकनिक जस्तो पिकनिक घुम्ने सिलसिला आइन्थ्यो। तर अहिले यहाँ के छ भन्दाखेरि झाडी भएर पनि हो, अनि त्यहाँबाट यसलाई अलिक संरक्षण गर्ने यो संरक्षण गर्ने मान्छेहरू समितिहरू पनि अलि लथालिङ्ग समिति नै लथालिङ्ग स्थितिमा पुगेको छ। एउटाले भनेको कुरो अर्कोले नटेरिदिने, अर्कोले भनेको अर्कोले नटेरिदिने गर्दाखेरि पनि यो चाहिँ अलि यो यस्तो हुन पुगेको हो जस्तो लाग्छ मलाई। हजुर, भनेपछि एकले भनेको अर्कोले नमान्ने, समितिले भनेका कुराहरू यहाँको स्थानीय समुदायले नमान्ने, यस्तो कारणले पनि यो संरक्षण भइसकेको छ। जस्तै हामी यहाँ देख्छौँ यो रुख लडेको छ, यही छ र पनि लडेको छ, यसलाई काटेर प्रवर्धन संरक्षण गर्ने हो भने यो दाउराको रूपमा प्रयोग हुनसक्छ। यो बाँस थिचिरहेको छ, यसले राम्रोसँग बढ्न दिइरहेको छैन, यसलाई संरक्षण गर्ने हो भने यो बाँस भोलि बिक्री भएर राम्रो आम्दानी दिन सक्ने हुनेछ। पक्कै पनि यो क्षेत्रमा तपाईँहरू जस्तो युवाहरूको महत्त्वपूर्ण ध्यान जाओस् र यस क्षेत्रको संरक्षण प्रवर्धनमा महत्त्वपूर्ण भूमिका रहिरहोस् भन्ने हाम्रो शुभकामना पनि हो। त्यस सँगसँगै सरकारले यस क्षेत्रको संरक्षण प्रवर्धन र यहाँको स्थानीय महिलाहरूको सशक्तिकरणको यस प्रयासलाई देखेर कुनै पनि किसिमको सहयोग, त्यस्तो किसिमको चाहिँ सर्भिस होइन, सेवाका कुराहरू तारजाली लगाएर यस क्षेत्रलाई संरक्षण गर्ने कुराहरू हुन सक्छन्, यस्तो गरेको छ वा छैन? के छ त्यो त्यति चाहिँ सरकारले यो ठाउँमा त्यति त्यो तारजालीको व्यवस्था गरेको जस्तो चाहिँ मलाई लाग्दैन। भनेपछि सरकारको दृष्टिबाट यो अलिकति टाढा भएको हो? अलिकति टाढै भएको अवश्य हो। अवश्य सञ्चार माध्यमले सूचना तथा सञ्चारको आजको युग, आजको चाहिँ ग्लोबलाइजेसनको युग, आजको डिस्कभरी साइन्टिफिक डिस्कभरीको युगमा, सञ्चारको यो द्रुतगामी विकासको युगमा यसरी सञ्चारको अभावको कारणले पनि यो क्षेत्र पिछडिएको हुनुपर्छ, हामीलाई यही लाग्छ। तपाईँको विचारमा हजुर, तपाईँको विचारमा अबका केही दिनमा यस क्षेत्रलाई एउटा पर्यटन वर्षको रूपमा नेपालले 2011 सन् 2011लाई मनाइरहँदा यस क्षेत्र यति मनोहर क्षेत्र, यति रमणीय क्षेत्र यसरी चाहिँ अन्योलमा बस्नुपर्दा, यसरी चाहिँ अनिर्णयको बन्दी बन्नुपर्दा, यसरी यहाँ चाहिँ फोहोर मैलाहरूको डङ्गुर बनिरहँदा बिल्कुल तपाईँलाई अलिकति नैराश्यतापन, अलिकति हिंसाबोध हुँदैन? मलाई हुन्छ। तर अहिले के छ, सरकारले पर्यटन वर्ष मनाइरहेको छ, अरू कति ठाउँमा पर्यटकहरू घुम्न आएको छ, यो पनि ठाउँमा यति राम्रो भइदिएको भए हाम्रो ठाउँमा नि घुम्न आउँछ जस्तो मलाई लाग्थ्यो। तर के गर्नु, हाम्रो अलिकति यो यसको संरक्षण नभएर पनि हो। मान्छेको नियत कस्तो छ भने सुन्नुहोस् न, अब तपाईँको यहाँ घाँस काटिदिन्छ नि, घाँसको काटेपछि यो घाँसको संरक्षण गर्नुपर्छ नि, यस्तो लगेर यो लाँदाखेरि यसो सोत्तर पनि हुन्छ नि, तर यो लाँदैन कि मान्छेले त घाँस काट्यो नि, घाँस काटिदिएपछि अनि त्यसको दाउरा त्यति छताछुलो छोडिदिने, त्यो मात्रै छ क्या। त्यस्तो बानी हावी छ। यहाँ जथाभावी रूपमा बाँसहरू पनि काटिएको छ होइन, यसले गर्दा पनि यहाँको समस्याहरू विकराल अवस्थामा सिर्जना भएका छन्। भनेपछि मुलुकको राजनीतिक अवस्था यहाँलाई थाहा छ, केही रूपमा थाहा छ होइन। भनेपछि वर्तमान राजनैतिक अवस्थाले गर्दा पार्टीगत स्वार्थको कारणले पनि यो क्षेत्र पिछडिएको हो? यो चाहिँ मलाई हो जस्तो लाग्छ। तपाईँलाई हो जस्तो लाग्छ? किन यहाँ पार्टीगत रूपमा प्रभाव परिराखेकै हो? विकासको क्रममा, यहाँको सरसफाइको क्रममा यो राजनीतिक पार्टीको मान्छे चाहिँ सञ्चालन समितिमा आयो तसर्थ काम भएन, यस्तो किसिमको कुरा पनि भएको हो?
यो यस्तै हो या हो नै यस्तै कारणले गर्दा पनि जस्तो लाग्छ मलाई चाहिँ किनभनेदेखि अब कोही फलानु पार्टीको यो फलानु बिसको पार्टीको यो भन्दै पनि मलाई त्यस्तो चाहिँ लाग्छ। हजुर यहाँ एउटा स्कुल पनि देखियो कतिसम्म पढाइ हुन्छ स्कुल? यो स्कुलमा 5 सम्म पढाइन्थ्यो केही वर्ष अगाडिसम्म 4 सम्म हुन्थ्यो त्यहाँबाट जब आन्दोलन सुरु भयो आन्दोलनको 63 सालको आन्दोलन पश्चात यहाँ एउटा 5 सम्म सञ्चालन गर्ने अब विद्यार्थीहरू टाढा किन पठाउनु भनेर यहाँका मान्छेहरूले चाहिँ अब यहाँको स्थानीयवासी र अभिभावक र शिक्षकहरू मिलेर चाहिँ हामीले अब यो यहाँ चाहिँ 5 सम्म विद्यालय सुरु गऱ्यौँ। ए 5 सम्म यहाँ पढाइ हुन्छ? हुन्छ। अहिले स्कुल बन्द छ? यो दसैँ तिहारको बिचको पिरियड बन्द छ भनेपछि यहाँ एउटा स्कुल पनि रहनु यत्रो क्षेत्र रहनु यहाँ चाहिँ पानी घट्ट पनि हुनु गाउँको चाहिँ एउटा चिन्ह परिचायक जुन एउटा चाहिँ आदर्श हो घट्ट त्यो पनि रहेको छ। खुसी लाग्यो साँच्चै रमणीय ठाउँ छ यति राम्रो ठाउँमा बस्नु भएको छ हुर्किनु भएको छ यसरी चाहिँ यहाँको चिसो मौसम चिसो पानीमा हुर्किनु भएको छ कस्तो लाग्छ के लाग्छ रमाइलो लागिरहेको छ अथवा यो गाउँ छोडेर कतै जान मन लाग्छ के हो? होइन मलाई यो तर रमाइलो त यहाँ बस्दा रमाइलो लाग्छ तर यहाँका गाउँले यहाँका मान्छे देख्दाखेरि चाहिँ मलाई यो ठाउँ अलिकति छोड्नै जस्तो पनि अनुभव भइरहेको छ किन यहाँ गाउँलेहरू एकाबद्ध छैन। पक्कै पनि अब यहाँको व्यक्तिगत कुरा गरौँ यहाँ यो लक्का जवान हुनुहुन्छ यहाँ कति क्लासमा पढ्दै हुनुहुन्छ? म यो 10 कक्षामा पढ्दैछु। यहाँको बारेमा व्यक्तिगत बारेमा केही बुझौँ यहाँको घर यहीँ भडौरामा छ? हजुर भनेपछि यहाँको प्रेम सम्बन्ध केही छ स्कुलमा? मेरो युवतीसँग त्यस्तो प्रेम सम्बन्ध मेरो त्यस्तो यो प्रेम सम्बन्धी मेरो त्यति छैन अनि त्यस्तो अब यो तपाईँ यति ह्यान्डसम हुनुहुन्छ नेपाल राज्यले ढाका टोपी राष्ट्रिय पोसाक हुँदाहुँदै पनि अहिले विश्वव्यापी रूपमा अनेकन पोसाकहरूलाई मान्यता दिएको छ ढाका टोपी सङ्कटमा छ र पनि यति राम्रो ढाका टोपी लगाएर हिँडिरहनु भएको छ यो उमेरमा ढाका टोपी लगाउने बजारतिर त्यति पाइँदैनन् यति आकर्षक व्यक्तित्वलाई धेरैले पछ्याउँछन् होला नि केटीहरू? म त्यस्तो म अब ढाका टोपी लाउँदैमा भनेर मान्छेले पछ्याउँदैन अहिलेको मान्छेहरू कस्तो छ भने कि जसले अनेकौँ फेसन निकाल्छ नि हो जो मान्छे हो ती त्यस्तासँग पछिरहेको छ नि तर हामी ढाका टोपी लाउने साधारण मान्छेलाई त त्यति वास्ता हामीलाई कसैले पनि गर्दैन। ए त्यति वास्ता नगरेकै हो? यसो तपाईँको दुःखै छ कि क्या? मलाई त्यस्तो दुःख सुख छैन मलाई सुख छ। ए सुख हुनुहुन्छ भनेपछि झन् केटीहरूले मन नपराउने झन् नहेरिदिने गर्दा झन् खुसी यसको कारण के होला? झन् मान्छेहरू त मसँग प्रेम सम्बन्ध भइदियो हुन्थ्यो कति राम्री केटी छे मलाई मन पराइदियो हुन्थ्यो भन्छन् नि। हो मान्छेको कतिपयको सोच त्यस्तो हुन्छ तर मेरो सोच त्यस्तोमा छैन नै। हजुर राम्रो कुराहरूको बारेमा हामीले बहस गऱ्यौँ हामी साथी पनि बनिसकेका छौँ सँगसँगै यहाँको पढाइ सफलता रहोस् 10 कक्षा पढ्दै हुनुहुन्छ एसएलसीमा राम्रो डिभिजन ल्याएर पास गर्न सफल हुनुहोस् भन्ने शुभकामना पनि हामी दिन चाहन्छौँ। यस सँगसँगै मुलुकले बेहोरिरहेको राजनैतिक अन्योन्यताको बन्दी बनेको मुलुक पार्टीगत स्वार्थ र लिप्साका कारण अन्योन्य बनेको नेपालको राज्य सञ्चालन र नेपालको अन्योन्यको बन्दी बनेको संविधान सभा र यहाँको संसद बिल्कुल यति अन्योन्यको बन्दीको बिचबाट लगातार निर्णय लगातार चाहिँ उत्कृष्ट नतिजाहरू दिनु छ हामीलाई तपाईलाई पनि त्यस्तै छ हामी कुशल समाचार सम्प्रेषण गर्नु छ यहाँलाई राम्रो नतिजा प्रकाशन गर्नु छ यस समितिलाई यस सीमात माई महिला सामुदायिक वन समितिलाई देशको नमुना समिति बनाएर देखाउनु छ हैन बिल्कुल मानवका धेरै इच्छा आकांक्षा र चाहनाहरू हुन्छन् यसका बीचबाट यहाँले आफ्नो एसएलसीको लागि सुम्पिरहेको महत्त्वपूर्ण समय हामीलाई सानो डकुमेन्ट्री बनाउनको लागि सहयोग गरिदिनु भयो त्यसको लागि हामी हृदयदेखि नै हाम्रो क्यामेरामा हुनुहुन्छ मिस्टर सन्दीप भट्टराई त्यस्तै म सञ्चालक केदारनाथ रियाल लगायत हाम्रो सम्पूर्ण यो इन्टायर टिम यहाँलाई धेरै हृदयदेखि नै हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। यहाँलाई पनि धन्यवाद र यहाँले मेरो डकुमेन्ट्री बनाइदिनु भयो र यहाँको विशेष बारेमा चासो लिनुभयो त्यसको लागि यहाँलाई पनि धन्यवाद। हामीले यहाँ एउटा डकुमेन्ट्री तयार गऱ्यौँ हामीसँग हुनुहुन्थ्यो एउटा गाउँले एकजना यहाँको स्थानीय बासिन्दा उपेन्द्र रियालज्यू उहाँसँग हामीले यसको बारेमा विस्तृत जानकारी लियौँ आगामी दिनमा पनि यस्ता कार्यक्रमहरू प्रसारण गर्ने र यस्ता डकुमेन्ट्रीहरू तयार गर्दै विभिन्न व्यक्तिहरूलाई हाम्रो स्थानीय क्षेत्रको बारेमा मेरा साथीहरूलाई विदेशमा रहनुभएका मेरा हरिराम भट्टराई जस्ता दाइहरूलाई पठाएर हैन विदेशसम्म यसको कुशल सञ्चार गराउनको लागि हामीले अझ महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्छौँ भन्ने कुराहरू अवगत गराउँदै क्यामेरा भाइ सन्दीप भट्टराईको साथसाथै म केदारनाथ हरियाल बिदा भएँ। हस्त धन्यवाद नमस्कार।